2082 साल वैशाख 25 गते बिहिबार बिहानको 5:45 बज्दैछ। भइसक्यो। आज राति भएको घटना चाहिँ मैले युट्युबमा राखिसकेँ। जिन्दगीमा कहिले नभएको उमेरले अनुसार मान्छेलाई परिवर्तन भएको हुने भने यस्तै हो। आज म एक वृद्ध जस्तो महसुस भइरहेछ रातिको घटनाले गर्दाखेरि र बिहानको घटनाले गर्दाखेरि। अब खाने नै बिर्सिने, सुतेपछि उठ्न नसक्ने, खुट्टा दुख्ने, घोडा खुट्टा भन्दा पनि घोडा पोल्ने, छातीको बायाँ भागमा जाने भारी भएर आउने, दाँत हल्लिराख्ने, औषधि राखेर काम छैन। केही छिनलाई मात्र 1-2 घन्टालाई मात्रै काम छ औषधि पनि। अब 1 वर्ष 6 महिना 7 महिना जाने म छोरी काम सुराजाका बसेर आउँदाखेरि घरको पसलको भाडा साइला भाइलाई जिम्मा दिएको थिएँ। आएको दिन पैसा चाहिन्छ भनेर सोधेँ। अब भोलि लिन्छु भने मैले अनि भोलिपल्ट जाने ल पसलमा जानुपर्छ 10,000 दाम छ लिने भयो ल्याऊ भने। अनि मैले 10,000 लिएन, एकैचोटि पुरै लिन्छु भने यसपछि नामै लिएन। 4-5 दिनसम्म नाम लिएन। पछि तिमीलाई जाने 22 गते दिन्छु भने 22 गते बिहान जाने कति बिहान 22 गते हो कि कति मलाई 40,000 दिन ल्यायो। मैले पैसा गिरिन्छ भन्दाखेरि हुँदैन, के हुँदैन। अब बाँकी पैसा पर्सि कि निपर्सि भनेको थियो। आज 3 दिन कि 4 दिन भयो पैसा दिएको, पैसा लिएको। यस्तो छ आफूलाई दिन एउटा काम त दिएर जान नजाने मान्छेले अब मेरो के पस्छ उसले जाने हेर्छ। यता छोराले आफ्नो छोराले आफ्नै छोराको जाने अंश अन्नप्राशन जानको हुँदाखेरि बाजेलाई बोलाएन, काकालाई बोलायो। काका काकीलाई बोलायो। आफ्नै बाउलाई, आफ्नै बच्चा बाजेलाई बोलाएन, थाहा पनि थिएन। अनि त्यसपछि हो कि त्योभन्दा अगाडि मलाई याद भएन, राजनारायणको बिहा हुँदाखेरि मैले के भने भन्दाखेरि म आउँदैन। कारण किनभने म आफ्नै बुहारीले मलाई अपमान गरेको, छोराले अपमान गरेपछि तिमीले चाहिँ उसको ससुरा आमा बाउलाई बोलाउँदाखेरि म आउँदैन भनेर भन्दाखेरि होइन आउनुपर्छ भन्यो। तर पनि म चाहिँ अब आउँदैन भनेर मैले मन ढुक्कले बसिरहेको थिएँ। आउँदैन जान्दैन पार्टीमा जान भएमा जाँदैन भनेर बसिरहेको थिएँ। त्यही पनि ल भइहाल्यो, एउटा गल्ती गरेको, आफूले गल्ती गरेको हुनाले महसुस गरी मैले गएँ, पार्टीमा गएँ। जनता गएँ, अरू सबै काम गरेँ, भोजमा गएन, पार्टीमा गएन। त्यो पार्टीमा गएँ तर पनि म त्यहाँ चाहिँ उसको ससुरो र आमा बाउ आएपछि म फर्केर आएँ, घरतिर लागेँ। तर पछि अहिले के थाहा भयो भन्दाखेरि उनीहरू चाहिँ मेरो आफ्नै नाति छोराले आफ्नै छोरालाई अन्नप्राशन भात खुवाउने दिनमा चाहिँ नबोलाएको अहिले सम्झना भयो। अहिले भन्दा 1 हप्ता भयो। त्यो बेला त बाजेलाई चाहिँ नबोलाउने, काकाहरू बोलाउँछ नै भनेपछि म किन काकाको पछि जाने। त्यसैले यसपालि म
सजलको बिहामा जाँदिनँ कि जाँदिनँ, बाउलाई नबोलाइकन काकालाई बोलाउने एउटा अन्नप्रासनमा। दोस्रो, काकाहरू पनि दाजु नगएको ठाउँमा आफ्नै नातिको अन्नप्रासनमा गएको, मलाई थाहा नदिकन गएको होइन, मलाई थाहा नदिकन गएको, मेरो छोराको अन्नप्रासमा उनीहरू जाने रे, मलाई चाहिँ खबर नदिने, एउटा खबर दिएन। तर ठुलो दाजुलाई नबोलाएपछि भाइहरूले पनि मेरो दाइले बोलाएको छैन, हामी किन जाने भन्ने त्यो महसुस नगर्ने भएकोले म अब उपरान्तको कुनै पनि काममा जान्न, बोलायो भने जान्न। म त्यसैले एक्लै भएको, उसैले एक्लै भएको, अबदेखि म उनीहरूको कुनै पनि कार्यक्रम जान्दै जान। दाजुलाई नबोलाएको ठाउँमा आफू गएर जानु हुन्छ, नजाने होइन। तर दाजु आफ्नै नाति, मेरै नाति, छोराको छोरा हो चाहिँ मेरो नाति, उनीहरूको त दाइको छोराको नाति, त्यहाँ फरक छ। मेरो नाति र उनीहरूको नाति भने फरक छ। मेरो नाति छोराको छोरा, उनीहरूको दाइको छोराको छोरा। त्यस्तोमा उनीहरूले यसै ठुलो गल्ती गरेछ मेरो विचारमा। मैले सोचेअनुसार म एउटा मानवको नाताले उनीहरूले एकदम गल्ती गरेको छ। त्यो गल्ती चाहिँ उनीहरूले सुधार नभएसम्म म जान्न। चाहे म एक्लै भएपछि यहाँ बस्छु, अब मर्ने बेला मर्ने भइसक्यो। अब हिजो राति चाहिँ अब यहाँ होसै भएन, कुन बेला सुतेको, कुन बेला खाएको, कुन बेला खाएन, त्यो पनि थाहा नभएको हिजो मैले भिडियो राखेको छु। अब उपरान्त म चाहिँ एक्लै बाँच्ने, अब एक्लै पनि बाँचिरहेको हो। कसैले मलाई चाहिँ अहिलेसम्म कहिले छोराले हेरेको थियो, बिचमा म अलिकति एपेन्डिक्स भएको थियो, त्यो बेला हेरेको थियो अलिकति। तर अब छोरी कहाँ म जान्न, मैले उनीहरूलाई भनेको छैन, म चाहिँ छोरी कहाँ जान्न। यही हो मेरो जिन्दगी, यही कोठामा मर्ने, यो कोठामा बस्ने मात्रै हो। अब लामो कुरा गर्दाखेरि अब उपरान्त म साइनाको कान्छाको कार्यक्रममा जान्न। किन जान्न भने एउटा मुख्य कारण नै अन्नप्रासको दिनमा चाहिँ मेरै नातिको अन्नप्रास दिनमा, भात खुवाएको दिनमा मलाई थाहा नभइकन गएको। मैले अहिले भर्खर याद भएको भनेको त बिचमा भनाइसकिरहेछ, 1 वर्ष अगाडि भनेको रहेछ, मलाई याद थिएन त्यो बेला। अब चाहिँ अहिले फेरि थाहा भयो, याद भएर यो मैले भिडियो राखेको। मेरो नातिको अन्नप्रासनमा भाइको नातपाती भाइहरू जाने रे, मलाई खबर नगर्ने, त्यस्तो जानेमा किन म आफ्नो इज्जत भन्ने चिज के होइन, आफू भने आफ्नै हुन्छ। मैले चाहिँ गल्ती गरेको हो, गल्ती हुँदा पनि सुधार कसैले गरेन, यहाँ कसैले मिलाउने कसैले गरेन। सबै हालमा हाल लाएर यहाँ दाँत पनि अलिकति दुखिरहेको, छिकिरहेको, दाँत दुखिरहेको कि छिकिरहेको, अब राख्नु विशेष। ल अब आज चाहिँ अहिले 6 बज्न लाग्यो, यति राख्नु ल।